सबैलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह अनि शालोममा भन्नको लागि चाहन्छु। तपाईहरु सबैजनालाई आजको दिन हामी एकदमै परमेश्वरको शक्तिशाली र वचनलाई हेर्ने निम्ति जाँदैछौँ। तपाईलाई थाहा छ मेरो प्रिय, परमेश्वरले जब उत्पत्तिमा नि परमेश्वरले तपाईँ र मलाई नि आफ्नो स्वरूपमा बनाउनु भयो। हालेलुया। आफ्नो स्वरूपमा, आफ्नै समानतामा परमेश्वरले तपाईँ र मलाई बनाउनु भयो, आफ्नो इमेजमा बनाउनु भयो। मेरो प्रिय, म तपाईलाई एउटा शक्तिशाली कुरा बताउन निम्ति चाहन्छु। परमेश्वरले नि आफ्नै समानतामा अथवा आफ्नै इमेजमा बनाउँदै जाँदाखेरि नि तपाईँ परमेश्वरको फोटोकपी चाहिँ तपाईँ र मलाई बनाउनु भएको थियो। हालेलुया, हालेलुया। मेरो प्रिय, म तपाईलाई यो कुरा भन्नको निम्ति चाहन्छु कि तपाईँ र म चाहिँ साधारण व्यक्तिहरू होइनौँ। तपाईँ र म चाहिँ परमेश्वरको शक्तिशाली परमेश्वरको छोराछोरी हो। मेरो प्रिय, हे मेरो प्रिय, परमेश्वरको वचनले हामीलाई यसरी सिकाउनुहुन्छ। सुन्नु ल, आज नै हाम्रो जीवनमा नि हामी के कुरालाई भन्छौँ भन्नुहोस् त? आफूलाई हेरेर त चाहिँ बिग्रिसकेस्, ए तेरो त केही पनि हुँदैन हैन। आफूलाई हामी कतिचोटि नि नेगेटिभ शब्दहरू, नराम्रो शब्दहरू आफ्नो जीवनमा नि तपाईँ र मैले आफै भविष्यवाणी गरिकन राखेको हुन्छौँ। तर यो चाहिँ केही पनि गर्न सक्दिनस्, त यस्तो त उस्तो भनेर। तर मेरो प्रिय, परमेश्वरको वचनले भन्छ मैले तँलाई आफ्नै समानतामा बनाएको छु। हालेलुया। आफ्नै समानतामा बनाएको छु भनिकन चाहिँ परमेश्वरको वचनले भन्छ। मैले धेरै पहिला मैले एउटा परमेश्वरको एउटा वचनलाई सिक्दै थिएँ। परमेश्वरको वचन पढ्दै जाँदाखेरि मैले त्यहाँनिर यो एउटा शब्दलाई भेटाएको थिएँ कि त चाहिँ पृथ्वीको देवहरू होस् भनिकन पनि त्यहाँनिर एउटा अनुवाद थियो। मेरो प्रिय, के चाहिँ थियो अरे? त चाहिँ पृथ्वीको देव होस् भनेर। हेर्नुहोस् त, त्यहाँनिर तपाईँ र मेरो निम्ति कति पावरफुल शब्द छ मेरो प्रिय। जसरी परमप्रभु परमेश्वरले शून्यतामा, भन्नुहोस् त मसँग, शून्यतामा के चाहिँ कुरालाई बनाउनु भयो? भन्नुभयो ज्योति वा। तपाईँ के भयो त? ज्योति भयो। हालेलुया। परमेश्वरले हातलाई फिजाएर भन्नुभयो कि वनस्पतिहरू हो, जमिनहरू देखा पार। हेर्नुहोस् त, आज परमेश्वरले जे कुराहरू बोल्नु भएको छ त्यो कुरा चाहिँ हामी भएको देखेका छौँ मेरो प्रिय। त्यस्तै त्यो अधिकार, त्यो शक्ति, त्यो पावर र त्यो अनोइन्टिङ तपाईँको जीवनमा पनि छ मेरो प्रिय। जसरी परमेश्वरले बोलेको भरमा नै सुन्दर सृष्टिलाई सिर्जनु भयो, त्यसरी नै तपाईँको लाइफलाई पनि तपाईँले सुन्दर बनाउन लागि सक्नुहुन्छ। मेरो आत्मिक पिता पास्टर रमेश सन्धुजी, जब उहाँले आफ्नो गवाईमा भन्नुहुन्छ कि उहाँ चाहिँ एउटा सिसा पोस्ने एकजना व्यक्ति हुनुहुन्थ्यो होइन। कपडाको सोरुममा सिसालाई पोस्नुहुन्थ्यो। उहाँको साथीहरू त्यो बाटो भएर जान्थे कलेज, उहाँ लजाउनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो होइन आफ्नो जीवनमा। तर जस्तो एक दिन उहाँले प्रभुलाई चिन्नुभयो, प्रभुलाई जान्नुभयो, उहाँले भन्नुहुन्थ्यो म चाहिँ सिसाको सामुने उभिएर आफ्नो लागि आफूले भविष्यवाणी गर्थे भन्थे, अम्बिसन तु त चाहिँ ब्लेसेस, त चाहिँ आशिषमय छेस, तेरो यो हुनेछ, तेरो त्यो हुनेछ। उहाँले आफ्नो जीवनमा नै अगमबानीका कुराहरू बोल्नुभयो। र आज तपाईँले उहाँको सेवाकाई हेर्नलाई सक्नुहुन्छ। हजारौँ व्यक्तिहरू उहाँको सेवाकाईमा आउँछन् र ब्लेस छन्, आशिषित छन्। हालेलुया। उहाँको तारिफ गरेको छन्। तर उहाँको गवाईमा भन्दैछु मेरो प्रिय, कसरी चाहिँ उहाँले आफ्नो जीवनमा हालेलुया परमेश्वरको आशिषलाई देख्नुभयो एउटा शब्द बोलेको कारण। हालेलुया। यो समय चिन्नुहोस् मेरो प्रिय, म एउटै कुरा तपाईँले चुनाउन लागेको छु। तपाईँ आफूले चिन्नु भएको होस् कि तपाईँ चाहिँ को हुनुहुन्छ, तपाईँ चाहिँ को हुनुहुन्छ भन्ने कुरो नि तपाईँले चिन्नुको लागि जरुरी छ। जब तपाईँले आफूले चिन्नुहुन्छ तपाईँ शक्तिशाली काम गर्नुहुन्छ। हालेलुया, हालेलुया। मेरो प्रिय, मैले तपाईँले यही कुरालाई बोल्नको लागि खोजेको। तपाईँ चाहिँ सामान्य व्यक्तिहरू हुनुहुन्न, तपाईँहरू चाहिँ कमजोर व्यक्तिहरू हुनुहुन्न, तर तपाईँ चाहिँ शक्तिशाली एउटा योद्धा हुनुहुन्छ। तपाईँ चाहिँ बालक होइन, तर तपाईँ चाहिँ त्यो व्यक्ति हुनुहुन्छ जो चाहिँ गोलियतलाई ढाल्नको लागि सक्छ मेरो प्रिय। हालेलुया, हालेलुया। परमेश्वरलाई धन्यवाद भएको होस्। हालेलुया। के कुराहरू सिक्दै हुनुहुन्छ भनेर म विश्वास गर्छु, म आशा गर्छु तपाईँहरूसँग। अनि मेरो प्रिय, अझै पनि एउटा कुरा मेरो प्रिय, अघि मैले भन्दै थिएँ तपाईँहरू आफ्नो जीवनमा नेगेटिभ शब्दलाई बोल्नुहुन्छ। मेरो प्रिय, तपाईँहरूलाई एउटा शब्दमा भन्न लागि चाहन्छु, परमेश्वरको एउटा वचन दिनको लागि चाहन्छु। परमेश्वरको वचनले यसरी भन्छ, तेरो ओठमा चाहिँ जीवन र मृत्युको शक्ति छ। बुझ्नुभयो? तेरो ओठमा जीवन र मृत्युको शक्ति छ मेरो प्रिय। त्यही कारणले तपाईँ र मैले के कुरा बोल्छौँ त्यो चाहिँ यो पृथ्वीमा नि काम गर्छ। तपाईँलाई थाहा छ, तपाईँले बोलेको शब्द नि
शब्द त्यतिकै मैले तपाईँ त्यतिकै बोलेको हुँदैन मेरो प्रिय। कोही कोही मान्छेले भन्छ म त कति नराम्रो छु भनेर, होइन, तपाईँ त्यस्तै हुँदै हुँदै जानुहुन्छ, तपाईँलाई थाहा छ। त्यही कारण तपाईँको ओठलाई शुद्ध गर्नुहोस्, जसरी दाउदले बताउँछन् मेरो प्रिय। दाउदले यसरी भन्छन्, हे परमेश्वर मेरो ओठमा पाले राखिदिनुहोस् भनेर, बुझ्नुभयो। तपाईँको ओठलाई मेरो प्रिय शुद्ध राख्नु पर्नेछ। किन भन्नुहोस् त, किनकि तपाईँको ओठमा जीवन र मृत्युको शक्ति छ। हालेलुया, शक्ति छ। तपाईँले जे कुरा बोल्नुहुन्छ नि त्यो कुरा चाहिँ काम गर्छ, त्यो कुरा चाहिँ वर्क गर्छ, त्यो कुरा चाहिँ कहिले पनि मर्दैन। साइन्टिस्टहरूले नि यो कुरालाई प्रुभ गरेको छ। मानौ अहिले रातिको 11 बज्यो, ओके, रातिको 11 बज्यो र मैले यो ठाउँमा यो शब्द बोलेँ र भोलिको दिन, ओके, भोलिको दिन म पनि हेर्नलाई सकिन्छ कि राजनले 11 बजे राति के कुराहरू बोल्यो, त्यो आवाज उनीहरू सुन्नको लागि सक्छन् मेरो प्रिय। यो चाहिँ साइन्टिस्टहरूले आफूले भन्छन्, बुझ्नुभयो मैले भनेको। र परमेश्वरको वचनले अलरेडी धेरै पहिला परमेश्वरको वचनले यो कुरा भनेको छ कि त्यो शब्द चाहिँ मर्दैन। हेर्नुहोस् त कसरी परमेश्वरले प्रुभ गर्दै हुनुहुन्छ। हालेलुया, म तपाईँलाई एउटा शक्तिशाली एउटा कुरा बताउँ मेरो प्रिय। हालेलुया, सबैले चिन्नुहुन्छ अहिलेको जमानामा, होइन। हालेलुया, जसरी हाम्रो नेपालमा पास्टर हेमन्त बदेबाजीको पनि आत्मिक पिता उहाँ हुनुहुन्छ। इन्डियामा हरेक व्यक्तिहरूले उहाँको प्रेयरलाई रिसिभ गर्नुहुन्छ। हालेलुया, पास्टर एपोस्टल 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 अंकुर योसेफ नोरेलाजी, हालेलुया, एपोस्टल अंकुर योसेफ नोरेलाजी। तपाईँ उहाँको जीवनमा हेर्नुभयो भने प्रिय, उहाँ एउटा डिप्रेसन हुनुभएको एउटा व्यक्ति हो, मर्नको लागि गइरहेको एउटा व्यक्ति, बुझ्नुभयो। डिप्रेसन भएर मर्नको लागि जाँदै गर्दाखेरि उहाँले सम्झिनुभयो, होइन, त्यो क्रिस्चियनहरूले प्रार्थना गर्दाखेरि धेरै व्यक्तिहरू निको भएको छ, म पनि जानेछु, होइन, म पनि जानेछु। र उहाँ त मर्नको लागि जाँदै गरेको समयमा उहाँले आफ्नो बाइकलाई चर्चतर्फ उहाँले रोक्नुहुन्छ। हालेलुया, मोड्नुहुन्छ, बाइकलाई लिएर जानुहुन्छ र भन्नुहुन्छ मेरो लागि प्रार्थना गर। जस्तो उहाँले प्रार्थना गर्नुहुन्छ मेरो प्रिय, उहाँको जीवनमा एउटा शान्ति ल्याउँछ, एउटा यस्तो धेरै आनन्द आउँछ, एउटा बाबुको अङ्गालोलाई उहाँले महसुस गर्नुहुन्छ, एउटा आमाको एउटा मायाले उहाँले महसुस गर्नुहुन्छ मेरो प्रिय। त्यो व्यक्तिले गवाई गर्नुहुन्छ, मैले आफ्नो लागि आफूले भविष्यवाणी गरेँ सुरुमा। हालेलुया, आफ्नो लागि आफूले भविष्यवाणी गरेँ। म डिप्रेसनमा थिएँ, म आफै बिमारीमा थिएँ, तर मैले ऐनामा हेरेर भन्थेँ, एक दिन अंकुर त शक्तिशाली व्यक्ति हुनेछस्, एक दिन अंकुर त बिमारी छस् तर त बिमारीलाई निको पार्ने व्यक्ति हुनेछस्। हे अंकुर, त अहिले डिप्रेसनमा छस् तर आउने दिनहरूमा तैँले डिप्रेसनको रोगीहरूलाई निको पार्नेछस्। त अहिले एकदम कन्फ्युजनमा छस्, होइन, त्यो दाउमा छस्, तर एक दिन यो हुनेछ कि तसँग मान्छेहरू सल्लाह लिनलाई आउनेछन्। म भन्न चाहन्छु मेरो प्रिय, इन्डियाको सेकेन्ड सबैभन्दा ठुलो चर्च र साइनस वन्डर्समा पावरफुल चर्च, होइन, द खम्बा चर्च, द साइनस वन्डर्स मिनिस्ट्री भनिकन हामी चिन्छौँ, जहाँनिर मेरो प्रिय लाखौँमा पास्टरहरू आउनुहुन्छ, ब्लेसिङलाई पाउनुहुन्छ मेरो प्रिय। हालेलुया, आज त्यो व्यक्ति बनिनु भएको छ, त्यहाँनिर लङ्गडा हानिरहेको छ, अन्धाले देखिरहेछ, बहिराले सुनिरहेछ मेरो प्रिय। सबै उहाँले गर्नुभएको भविष्यवाणी, आफ्नो लागि आफूले बोल्नु भएको शब्दहरू मेरो प्रिय अहिले देखिरहेको। हालेलुया, यो चाहिँ उहाँको तारिफ गर्नको लागि मैले भनेको होइन मेरो प्रिय, तर तपाईँ र म पनि त्यो व्यक्ति बनिनको लागि सक्छौँ। तपाईँको समस्यामा नि जब तपाईँले घोषणा गर्न थाल्नुहुन्छ, जब परमेश्वरको वचनहरूलाई तपाईँले बोल्न थाल्नुहुन्छ मेरो प्रिय, तब चाहिँ तपाईँको शब्दले नि त्यहाँबाट जीवनलाई लिएर आउँछ, त्यहाँबाट नि तपाईँको शब्दलाई नि पावरफुल शब्दहरू बढ्न थाल्छ, शैतानमाथि हमला बोल्नको लागि थाल्छ। हालेलुया, र तपाईँले विजयलाई पाउनुहुनेछ। हालेलुया, तपाईँले विजयलाई देख्नुहुनेछ। ओके मेरो प्रिय, हालेलुया, म तपाईँलाई ओके परमेश्वरलाई धन्यवाद भएको समयको लागि। हालेलुया, अझै पनि तपाईँसँग एउटा कुरा सेयर गर्नको लागि मलाई मन पर्यो। त्यो चाहिँ के हो भन्दाखेरि, तपाईँलाई थाहा छ जब परमेश्वरले तपाईँ र मलाई बनाउनु भयो, ओके, नेपाली शब्दमा ट्रान्सलेट गर्दै 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 आउँदाखेरि एकदमै नर्मल शब्द भएको छ, बाइबल झुटो भनेको होइन। फेरि ट्रान्सलेट, अनुवाद के अनुवाद गर्दै 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 आउँदाखेरि चाहिँ अलिकति फिक्का एउटा शब्द हामीले भेटेको छौँ नेपालीमा। तर तपाईँलाई थाहा छ ओरिजिनल शब्द नि कस्तो छ थाहा छ? इमेज भन्दै गर्दाखेरि परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्न चाहिँ कस्तो तरिकाले गर्नुभएको भन्दाखेरि एउटा ज्योतिमय, जस्तो चिम हुन्छ नि, चिम थाहा छ, चिम जस्तो तपाईँ चिम माने बत्ती बलिरहेको टाइममा तपाईँ त्यो चिमलाई हेर्नलाई सक्नुहुन्छ, हेर्नलाई सक्नुहुन्न। मानव सूर्यलाई तपाईँले खुल्ला आँखाले हेर्नलाई सक्नुहुन्छ,
सक्नुहुन्न। मेरो प्रिय, तपाईँ र म नि सुरुमा त्यस्तै सृष्टि भएका थियौँ, बुझ्नुभयो? त्यसरी नै सृष्टि भएका थियौँ, त्यो एउटा ज्योतिमय तरिकाले नै तपाईँ र म सृष्टि भएका छौँ। ओके, तर म चाहिँ सृष्टि भएका त्यसरी हौँ जब तपाईँ र मेरो जीवनमा जब पाप आयो मेरो प्रिय, तब यो मानिसको जस्तो शरीर देखिन निम्ति थाल्यो, बुझ्नुभयो? म तपाईँलाई शक्तिशाली एउटा कुरा भन्न निम्ति चाहन्छु मेरो प्रिय, शक्तिशाली एउटा कुरा भन्नलाई चाहन्छु। येशू क्रिस्ट मर्नु भएको नि तपाईँ र मेरो यो पापमय शरीर, सरी पापमय भनिन, तर यो मरणशील शरीरको लागि परमेश्वर मर्नु भएको होइन, बुझ्नुभयो? तपाईँ र मेरो पापको लागि नै मर्नु भएको हो। ओके, तपाईँ र मेरो पापको लागि नै मर्नु भएको, तर यो मरणशील शरीर क्या, यो मरेर जाने शरीरको लागि चाहिँ परमेश्वर मर्नु भएको होइन, तर त्यो शरीरको लागि मर्नु भएको जुन शरीर चाहिँ आदम र हव्वाले पाप गर्दाखेरि गुमायो, त्यो शरीरमा मेरो छोराछोरीहरू फिर्ता आओस् भनेर नि खास गरी तपाईँ र मेरो लागि चाहिँ परमेश्वर येशू क्रिस्ट त्यो क्रुसमा मर्नु भएको। हालेलुया। के बुझ्दै हुनुहुन्छ? बुझ्दै हुन्छ? एउटा आन्टी हुनुहुन्थ्यो, हालेलुया, उहाँको खुट्टामा धेरै समस्याहरू थियो। उहाँले भन्नुहुन्छ कहाँ दबाई खाएर ठिक हुन्छ त्यो खुट्टा, कहाँनिर दबाई खाएर ठिक हुन्छ, त्यसको लागि त दबाई खानुपर्छ, थेरापी गर्नुपर्छ होइन, बहुत धेरै कुराहरू थियो। अनि मैले उहाँको लागि प्रेयर गरिदिएँ, जस्तो प्रेयर गरिदिएँ खुट्टा पुरै तरिकाले हिल भयो। मेरो प्रिय, सर्वशक्तिमान त्यो परमेश्वरलाई नि मेरो प्रिय, तपाईँ र मैले चाहिँ कसरी सोचिरहेको छौँ, कसरी सोचिरहेको छौँ उहाँ परमेश्वरलाई। हालेलुया। भन्नुहोस् त, अघिसम्म दबाई खानुपर्छ, थेरापी गर्नुपर्छ, तर परमेश्वरले हिल गर्नुभयो, परमेश्वरले चङ्गाएर लिएर आउनुभयो मेरो प्रिय। के त्यो परमेश्वरलाई के तपाईँको सामान्य सोच्नुहुन्छ? हालेलुया। कति सोच छ परमेश्वरको लागि, परमेश्वरले तपाईँको लागि त्यति काम गर्नको लागि सक्नुहुन्छ। जति परमेश्वरले तपाईँलाई महान सोच्नुहुन्छ नि, सरी, जति तपाईँले परमेश्वरलाई सोच्नको लागि सक्नुहुन्छ, उहाँले मेरो लागि गर्नुहुन्छ, त्यति नै शक्तिशाली काम तपाईँ र मेरो निम्ति परमेश्वरले गर्नुहुन्छ मेरो प्रिय। मेरो प्रभु चाहिँ हरेक, तपाईँलाई एउटा कुरा थाहा छ, जब तपाईँ डक्टरकोमा जानुहुन्छ नि, डक्टरले भन्छ अब चाहिँ थाहा छैन मलाई, कहिले हुन्छ हुन्छ थाहा छैन, ओके ओके थाहा छैन मलाई। अनि डक्टरले भन्छ, जब डक्टरको हात माथि जान्छ नि तब मेरो परमेश्वरको काम सुरुवात हुन्छ। हालेलुया। तब मेरो प्रभुको काम सुरुवात हुन्छ। मेरो परमेश्वर चाहिँ त्यो हुनुहुन्छ जुन बुझ्दैन भन्ने कुराहरूमा, अँध्यारो कुराहरूमा शून्यतामा नि ज्योतिलाई लिएर आउनुहुन्छ। हालेलुया। शून्यतामा नि परमेश्वरले हरियालीलाई लिएर आउनुहुन्छ। शून्यतामा होइन, समुद्र मात्रै भएको ठाउँमा नि एउटा मार्गलाई, एउटा बाटोलाई तयार पार्नुहुन्छ। हालेलुया। मेरो परमेश्वर चाहिँ त्यो हुन्छ मेरो प्रिय। मेरो प्रिय, तपाईँ र मलाई, तपाईँलाई आज मैले बस 3टा कुरा सिकाएँ। नम्बर 1, तपाईँ परमेश्वरको इमेजमा बनेको व्यक्ति हो, तपाईँ परमेश्वरको शक्ति र सामर्थ्यमा उभिएको व्यक्ति हो, एउटा कुरा। अनि 2टा कुरा, तपाईँको ओठलाई शुद्ध गर्नुहोस् ताकि तपाईँ परमेश्वरको इमेजमा बन्नुभएको व्यक्ति हो र परमेश्वरले तपाईँलाई महान तरिकाले चलाउनु हुनेछ। तपाईँको ओठमा जीवन र मृत्युको शक्ति छ। हालेलुया। अनि नम्बर 3, तपाईँ र मेरो निम्ति चाहिँ परमेश्वरको क्रुसमा मर्नुभयो, किन भन्दाखेरि मरणशील शरीरको लागि होइन, त्यो अजम्बरी जीवन पाउनको लागि, आदममा बारेको हराएको त्यो महिमित शरीर होइन उत्पन्न गर्नलाई चाहिँ मेरो प्रिय तपाईँ र मलाई परमेश्वरले बनाउनु भयो भन्ने कुरा चाहिँ हामीले बिर्सनको लागि हुँदैन। हुन्छ मेरो प्रिय, सालोम अनि जय मसीह, आमेन।